गरुडांचा घंटी बजाउनु कुण्डरी काक्षो मंगलाय बलम देव लक्ष्मीपते तो गिलास बाहिर निकाल्नु न थालबाट नुनिलो पनि अलिकति ल्याउनु नुनिलो छ त यहाँ हो त्यो खुवाउनु नुनिलो खुवाइदिनु थोरै सबै स्वाद चटाउनु पर्छ हो त्यो यो फलको पनि अलिकति चटाउने यसो उही त्यो रानी मैले यसरी चटाउँदा चाँड चटाउँछन् हरेर म पनि त्यही सोच्दै थिएँ क्या हैन राउन्डको म चटाउँदै पनि रेखा गुलियो नुनिलो सबै खाले सबै खुवाउनु है रेखा गुरुकः सहस्राक्षः सहस्रपात स भूमिगुं सर्वततिष्ठा ततिशदसाङ्गुलम् यो मम्मीले पाएको के छोड्थ्यो र अब सबै तितो पनि अलिकति अन्नपूर्णे सदा पूर्णे शङ्कर प्राणवल्लभे ज्ञान वैराग्य सिद्धिर्थ पार्वती सुरु चोटीको अन्न खिलाउँदा र त्यतै फर्काएर लु चाँदीको बटुका ल्या भनेर इज्जत दिएको हो क्या अरू केही होइन अनि नि अब त गिलासको पानी पनि चम्चीले खुवाएपछि भनौँ त्यो चाँदीको गिलास छ नि हो त्यो चट्टसँगले धोएर यहाँ ल्याउने है त्यसले शिवजीलाई स्नान गराउने हो खाली छुवाइदिनु दोठो मात्रै छुवाइदिनु के यो त चाँदीको गिलास छ होइन शिवजीलाई किन बिमार लिनु छ होइन अर्को पनि छ त छ त पनि दिन्छु ल होइन पर्दैन ल भयो अब लिएर जानु न पुग्छ भयो होइन छ त लोटा छ अनि अब सबैले खुवाउँछ